भनेर तपाईलाई बुझाउनको लागि चाहिँ नेपालमा चाहिँ इन्टरभ्यू तपाईँले दिनुपर्छ। म चाहिँ इन्टरभ्यू दिएको तर रोमन एम्बिसीमा पनि छ भाइ 4050 तिमी के सोचेको? तिमी 1,22,23,000 तिम्रो महिनामा आउँछ। नमस्कार सबैजनामा कोकुनलाल फुड च्यानलको नयाँ भिडियोमा तपाईँलाई स्वागत छ र सदाको जस्तै आइ पनि नयाँ भिडियोलाई आइसकेको छु। म कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु भन्न चाहन्छु। र अहिले चाहिँ धेरै जस्तो साथीहरुको मलाई चाहिँ गुनासो के आउँछ भने धेरै जस्तो साथीहरुले भन्नुहुन्छ कि दाइ सर हैन हामी चाहिँ रोमनी आउनको लागि नेपालमा पनि इन्टरभ्यु दिनुपर्छ, दिल्लीमा पनि इन्टरभ्यु दिनुपर्छ। यो कारण के हो? हामीले चाहिँ नेपालमा मात्र इन्टरभ्यु दिएर हुँदैन भनेर भन्नुहुन्छ। तपाईलाई चाहिँ नेपालमा चाहिँ इन्टरभ्यु दिउनेको कारण के हो भने भोलिआन तपाई चाहिँ रोमानिया इन्टरभ्युमा एमबीसी गएर फेल हुनुभयो भने त्यसकारणले तपाईको जानकारीको लागि तिम्रो तनखा यति हो हैन, त्यो यति छ स्यालेरी भनेर तपाईलाई बुझाउनको लागि चाहिँ नेपालमा चाहिँ इन्टरभ्यु तपाईले दिनुपर्छ। र अर्को कुरा धेरै साथीहरुले के भन्नुहुन्छ भने हामीले चाहिँ नेपालमा चाहिँ इन्टरभ्यु दिएको तर रोमानिया एमबीसीमा पनि इन्टरभ्यु दिनुपर्ने कारण के हो भनेर भन्नुहुन्छ। मेन कारण के हो भने अहिले चाहिँ धेरै जस्तो ठगी हुने भएको हुनाले यो रोमानिया गभर्नमेन्टले चाहिँ निकालेको सिस्टम हो हैन। यो चाहिँ रोमानिया गभर्नमेन्टले चाहिँ निकालेको सिस्टम हो। हाम्रो पालामा चाहिँ एमबीसी जाने सिस्टम थिएन। यो चाहिँ हामी आएको 1-2 वर्षपछि चाहिँ यो यस्तो सिस्टम निक्लेको। त्यसैले चाहिँ तपाईले सोध्नुहुन्छ नि चाहिँ हामी चाहिँ किन जानुपर्ने, नेपालमा पनि इन्टरभ्यु दिनुपर्ने र रोमानिया एमबीसी पनि इन्टरभ्यु दिनुपर्ने भनेर भन्नुहुन्छ भने मेन कुरो तपाईहरु चाहिँ ठगी हुनको लागि अलिकति कम होस् भनेर चाहिँ यो चाहिँ रोमानिया गभर्नमेन्टले चाहिँ लिएको रुल हो र तपाईहरु चाहिँ नेपालमा पनि दिनुपर्छ र रोमानियाको एमबीसीमा पनि तपाईले इन्टरभ्यु चाहिँ दिनुपर्ने हुन्छ। र अर्को कुरा धेरै साथीहरुले चाहिँ म चाहिँ कुकमा आउँदै छु हैन भनेर भन्नुहुन्छ र कोही साथीले भन्नुहुन्छ के कस्तो तरिकाले इन्टरभ्यु दिने, के क्वेशनहरु आउँछन् भनेर सोध्नुहुन्छ। र यदि तपाईहरु कुकमा आउँदै हुन्छ नि म तपाईहरुलाई चाहिँ के कस्तो तरिकाले चाहिँ तपाईले इन्टरभ्यु दिन सक्नुहुन्छ अनि मैले चाहिँ दिँदाखेरि चाहिँ म पनि एउटा कुकै हो हैन, इन्डियन कुक हो। इन्डियन कुक भएको हुनाले चाहिँ इन्डियन खाना चल्दैन यहाँ हैन, इन्डियन खाना नचल्ने भएको हुनाले तपाईले चाहिँ के कस्तो तरिकाले चाहिँ इन्टरभ्यु दिन सक्नुहुन्छ हैन। यस विषयमा चाहिँ छोटो मोटो जानकारी दिन्छु। यदि च्यानलमा नयाँ चाहिँ च्यानल चाहिँ सब्स्क्राइब गर्नुला, भिडियो टक्क लाइक गर्नुला, आफ्नो साथीमा चाहिँ शेयर पनि गर्नुला भन्न चाहन्छु। र पहिलो कुरा त तपाईहरुले के ख्याल राख्नुपर्छ भने तपाईहरु यदि इन्डियन कुक हुनुहुन्छ भने अरु तपाईलाई चाहिँ अरु कुकको बारेमा थाहा छैन, जस्तै पिज्जा पास्ता अगेरा बगेराको फास्ट फुडको बारेमा थाहा छैन, तपाईलाई सिर्फ इन्डियनको बारेमा मात्रै थाहा छ भने तपाई यहाँ आउने भनेको तपाईको हेल्परमा हो। यति कुरा बुझ्नु होला साथीहरु। जो पनि साथीहरु तपाई इन्डियामा तपाई इन्डियन कुक, इन्डियन सेफ जो पनि हुनुहुन्छ, तपाईले धेरै इन्डियन खाना बनाउन धेरै जान्नु भएको छ भने तपाईहरु चाहिँ रोमानियामा यति कुकमा आउँदै हुन्छ नि तपाईहरु आउने भनेको हेल्परमै हो। यति कुरा बुझ्नु होला। तपाई आउने भनेको असिस्टेन्ट कुकमै हो। र तपाईले इन्टरभ्यु दिन जाँदै हुन्छ नि इन्टरभ्यु दिँदाखेरि तपाई चाहिँ म चाहिँ एकदम ठुलो मान्छे इन्डियन सेफ हुँ, म चाहिँ यस्तो खाना बनाउन जान्छु, यस्तो खाना बनाउन जान्छु भनेर तपाईलाई भन्नै छ भने तपाईलाई इन्डियनको बारेमा त सोध्दैन, तपाईले जवाब दिनु होला त्यो ठिकै छ। बाँकी कुरा चाहिँ अरु इटालियन पास्ता भए पिज्जाका यिनका बारेमा तपाईलाई सोध्दैन, तपाईलाई थाहा हुँदैन। त्यसैले चाहिँ तपाई यदि रोमानियामा आउने हो भने कुकमा आउने हो भने तपाई चाहिँ एकदम सानो नरम भएर चाहिँ सानो चाहिँ हेल्परमै आउने हो। र तपाईले चाहिँ इन्टरभ्यु दिँदाखेरि चाहिँ एकदम नरम तरिकाले सानो भएर चाहिँ तपाई आउने हो। तपाईले बाँकी कुरा जसले जे भने पनि तपाई चाहे सेफ हो चाहे जेसुकै होस् तपाई है, इन्डियाको चाहे सेफ हो चाहे जेसुकै हो, तपाई यहाँ आउने भनेको तपाई यहाँ सुरुबाट आउँदाखेरि चाहिँ जिरोबाट सुरु गर्ने। यति कुरा ख्याल राख्नु। जो पनि साथीहरु तपाईहरु आउनुहुन्छ कुकमा हेल्परमा आउनु त चलो ठिकै छ, हेल्परमा आउनेको अलग्गै भयो, त्यो हेल्परमै आउने हो। र कुकमा आउने जाने साथीहरु चाहिँ जिरोबाट सुरु गर्ने हो कि। यति कुरा बुझ्नुपर्छ तपाईहरुले। किनभने अब तपाईले यहाँको भाषा जान्नुहुन्न, प्राय जसो अब तपाईको यहाँकै भाषा चल्छ हैन, लोकल भाषै बोल्नुपर्छ तपाईहरुलाई। तपाईलाई त्यो भाषा सिक्नको लागि अलिअलि केही यताउति बुझ्नको लागि पनि तपाईलाई झन्डै 1 महिना 1.5 महिना 2 महिना समथिङ लाग्छ हैन। त्यसैले चाहिँ सुरुमा आउँदाखेरि तपाई चाहिँ जिरोबाट सुरु गर्ने हो। सबैजना साथीले यही भन्नुहुन्छ कि म चाहिँ कुक हुँ, म चाहिँ असिस्टेन्ट कुक हुँ भनेर भन्नुहुन्छ। तपाई यदि इन्टरभ्यु दिँदाखेरि चाहिँ रोमानिया होटल लाइनमै जो आउने हो भने तपाईले चाहिँ म चाहिँ असिस्टेन्ट कुकमै जान्छु र वहाँ गएर चाहिँ केही कुरा सिक्छु भनेर चाहिँ म इन्डियन कुक हो, तर चाहिँ उहाँको आइटम थाहा नभएको हुनाले चाहिँ यस्तो भनेर चाहिँ तपाईले राम्रो तरिकाले चाहिँ इन्टरभ्यु दिनुभयो भने एकदम सजिलो हुन्छ। र अर्को कुरा चाहिँ तपाईले चाहिँ
नेपालमा पनि इन्टरभ्यू दिएर फेरि इन्डियामा पनि दिनुपर्ने भन्ने कुरो त दिनैपर्छ, त नदिनु होइन। तपाईँले चाहिँ जसरी तपाईँले चाहिँ इन्टरभ्यू दिनैपर्छ। त्यसैले चाहिँ जो पनि साथीहरू आउँदै हुनुहुन्छ एकदम राम्रो तरिकाले के काममा आउँदै हुनुहुन्छ होइन, के कामको सिप छ तपाईँसँग होइन, यदि होटल लानको सिप छ भने होटलमा आउनु होला। यदि अहिले त रोमानियाको मेन कुरो अलि हाइलाइटमा आएको भनेको वेयर हाउस हो होइन। वेयर हाउसमा चाहिँ धेरै जस्तो साथीहरू वेयर हाउसमा आउनुभएको छ, वेयर हाउसमै काम गरिरहनु भएको छ। कोही कोही साथीहरू कार वासमा आउनुभएको छ, कोही साथीहरू होटल लानको हाउस किपिङमा आउनुभएको छ, कोही त कुकमै आउनुभएको छ होइन। जानेका मान्छेहरू त कुकमै आउनुभएको छ साथीभाइहरू। धेरै जस्तो साथी कन्स्ट्रक्सनमा आउनुभएको छ, एग्रिकल्चरमा आउनुभएको छ होइन। मेन कुरो तपाईँ चाहिँ आउने केमा हो त्यसको कामको चाहिँ अलिकति नलेज गरेर राख्नुभयो भने तपाईँ चाहिँ इन्टरभ्यू दिन जाँदाखेरि चाहिँ तपाईँलाई चाहिँ एकदम सजिलो हुन्छ भन्न चाहन्छु। र एकजना साथीले चाहिँ मलाई सोध्नुहुन्छ कि रोमानियामा चाहिँ 4050 सेलेरी हो, तर चाहिँ कति पाउँछ हामीले भनेर चाहिँ एकजना साथी मलाई कमेन्ट गर्नुभएको थियो। मैले उहाँलाई चाहिँ भनेको छु होइन, तपाईँले 4050 मेरो भिडियो तपाईँले फुल हेर्नुहुन्न, तपाईँले फुल भिडियो हेर्नुभयो भने मैले सबै जानकारी भिडियोमा दिइरहन्छु। त्यही पनि म साथीभाइलाई अलिकति जानकारीको लागि नयाँ आउने साथीहरूलाई अलिकति जानकारीलाई केही न केही भनिदिन्छु होइन। किनभने साथीले फुल भिडियो नहेर्दाखेरि चाहिँ सिधै कमेन्ट गर्नुहुन्छ, त्यसपछि तपाईँले फुल भिडियो हेरिसक्नुभयो भने रोमानियाको सेलेरी कति पाउने तपाईँले कति भन्न गएका अन्य भिडियोमा चाहिँ मैले भनिरहेको छु होइन। एकजना साथीको गुनासो के थियो भने रोमानियाको 4050 सेलेरी हो भने कति आउँछ त भनेर भन्नुहुन्थ्यो। तपाईँले पाउने भनेको 2500 देखि 2600-2700सम्म पाउनुहुन्छ, त्यही हो तपाईँले पाउनु भनेको। धेरै पाउनुहुन्न, किनभने तपाईँ त्यही रोमानियामा आउँदाखेरि चाहिँ सुरुमा इन्टरभ्यू दिन जाँदाखेरि चाहिँ मेन पावरले तपाईँलाई भन्दिनँ, किनभने रोमानियाको सेलेरी चाहिँ 4050 हो भाइ। 4050 भएपछि तिम्रो चाहिँ 1 लाखबाट माथि हुन्छ, तिमी चाहिँ यसरी आऊ जाऊ भनेर चाहिँ तपाईँलाई मेन पावरले त्यो भन्ने त्यही हो होइन। तर चाहिँ कोही कोही मेन पावर त साँचो बताउँछन्, यति सेलेरी हो तिम्रो, यति आउँछ भनेर भन्छन्। धेरै जस्तो मेन पावरले चाहिँ के भन्छ भने 4050 सेलेरी छ भाइ, 4050 तिमी के सोचेको, तिमी चाहिँ युरोप जाँदैछौ, रोमानियाको युरोप सेन्जेन कन्ट्रीमा जाँदैछौ, 4050 यति चाहिँ अब 8 लाख 8.5 लाख तिर्न तिमी गाह्रो के हुन्छ, तिमीले त 5-6 महिनामा उहाँ गएर निकालिहाल्छौ भाइ भनेर चाहिँ भनिहाल्छन् है तपाईँलाई। यस्तो भन्छन्, यस्तो तरिकाले भन्छन्। तपाईँले बुझ्न के जरुरी छ भने 4050 हामीले पाउँछौँ, ग्रोस सेलेरी पाउँछौँ सर, तर वहाँ गएर चाहिँ हामीले ट्याक्स तिर्नुपर्छ के पर्छ, हाम्रो सेलेरी नेट सेलेरी चाहिँ के कति बच्छ भनेर चाहिँ तपाईँले सोध्नु क्वेसन गर्नुपर्छ कि। तपाईँले क्वेसनै गर्नुहुन्न, उनीहरूले त अब 4050 1,22,23,000 तिम्रो महिनामा आउँछ, तिमी किन डराएको भाइ, ए तिमी नडराउ सबै कुरा भइहाल्छ भनेर उनीहरूले चाहिँ भन्छ। त्यो भन्ने नै त्यही हो होइन। रोमानियामा तपाईँहरू रोमानियामा आउँदै हुनुहुन्छ भने भन्ने नै यही हो, सबै मेन पावरले भन्छ यही। तर कोही कोही मेन पावरले चाहिँ त्यस्तो भन्दैन है। कोही कोही मेन पावर छ मेरो कन्ट्याक्टमा मेन पावरहरू छन्, तर चाहिँ उनीहरूले चाहिँ त्यस्तो भन्दैन। जो छ सिधा कुरा, जाने इच्छा लाग्यो जान्छ, नजाने इच्छा लागेको जाँदैन। त्यो एकदम क्लियर कुरा गरेर पठायो भने त्यसरी चाहिँ तपाईँलाई समस्या हुँदैन है, त्यसरी समस्या हुँदैन तपाईँलाई। र त्यही हो मेन कुरो, यही हो। तपाईँले चाहिँ अलिकति क्वेसन गर्नुपर्छ। तपाईँले चाहिँ क्वेसनै गर्नुहुन्न, ए यत्रो 1,25,000 आउने चाहिँ 9 लाख दिन त केही भएन, मैले चाहिँ अब 9-10 महिनामा कमाइहाल्छु भनेर चाहिँ तपाईँले त्यो सोच गरेर आउनुभयो भने तपाईँले पैसा तपाईँलाई कमाउन अलिकति गाह्रै हुन्छ साथीभाइहरू। तपाईँले बुझ्नु होला होइन, सबैजनाले यही तरिकाले बुझ्नुपर्छ। तपाईँले बुझ्नुहुन्न कि सेलेरी त चलो ठिकै 4050 सेलेरी हो, तर पाउने कति हो त्यो बुझ्नुहुन्न। तपाईँले 4050 भनेपछि तपाईँ होच्चाको भरमा चाहिँ नहिँड्नु होला, सबैजनालाई यही भन्न चाहन्छु। र तपाईँलाई पठाउने मेन पावरलाई तपाईँले क्वेसन गर्न जरुरी छ। तपाईँहरूले क्वेसन नगरेसम्म तपाईँहरूको लगानी चाहिँ डुबिरहने। त्यसैले चाहिँ तपाईँ यति आउँदै हुन्छ नि राम्रोसँग क्वेसन गर्नुहोस्, के काम हो, कस्तो कम्पनी हो। मैले बारम्बार मेरो भिडियोमा के भन्छु भने तपाईँहरू चाहिँ आउँदाखेरि चाहिँ नफस्नुहोस् के। तपाईँहरू रोमानिया आउँदै हुनुहुन्छ भने नफस्नुहोस् साथीहरू, नफस्नुहोस् तपाईँहरू, नफस्नुहोस् भनेर मैले बारम्बार भन्छु। फेरि पनि साथीहरूले त्यही क्वेसन त्यही कुरा होइन, सेलेरी कति हो, किन हामीले चाहिँ इन्टरभ्यू दिन नेपालमा इन्टरभ्यू दिएर पनि फेरि इन्डियामा जानुपर्ने, क्वेसन त्यही हो। तपाईँहरूको क्वेसन त्यही हो। मैले यस विषयमा भिडियो बनाउन भन्छु, फेरि पनि तपाईँहरूले चाहिँ मलाई बनाउनको लागि बाध्यता बनाउनुहुन्छ। त्यसैले चाहिँ मैले बारम्बार तपाईँहरूलाई चाहिँ सम्झाउने कारण के हो भने तपाईँ यति आउनुहोस्, रोमानियामा आउनुहोस्, पैसा कमाउनुहोस्, पैसा नकमाउनुहोस् भन्दैन, हामीले पैसा कमाउनुहोस्, तर चाहिँ एकदम सही तरिकाले आउनुहोस् भन्न चाहन्छु। आजको भिडियोमा यही नै हुन्छ। धेरै जस्तो साथीको गुनासो यही नै थियो कि किन हो रोमानियाको एमबिसीमा चाहिँ इन्टरभ्यू दिनुपर्ने, नेपालमा पनि दिनुपर्ने, दुई ठाउँ इन्टरभ्यू दिनुपर्ने, एक ठाउँ दिएर हुँदैन भन्ने गुनासो यही नै थियो। त्यही हो, तपाईँको वास्तविकता त्यही हो। मेन कुरो अहिले चाहिँ रोमानियाले पनि अलिकति टाइट गर्ला कि जस्तो भविष्यमा छ होइन, सङ्केत दिँदैछ। के थाहा भविष्यमा टाइट हुने हो कि होइन,
त्यसैले चाहिँ जेमा आउन चाहनुहुन्छ राम्रोसँग आउनुहोस्, पैसा धेरै नफसाउनुहोस् र 2-4 वर्ष एक ठाउँ टिकेर काम गर्नुहोस् भन्न चाहन्छु। र पछि भविष्यमा के होला कसो होला बन्द होला होइन, 2-4 वर्ष पैसा कमाइसकेपछि पछि नेपाल फर्केर आफ्नो देशमा केही गरौँला भन्ने चाहिँ सबैको धारणा यही हो। आजको भिडियोमा यही नै हुन्छ। भिडियोलाई चाहिँ यति जेलसम्म हेरेर साथ दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र यो मान्छे चाहिँ कति कराएको हो कति बोलेको हो भनेर चाहिँ भन्ने साथीहरूको सोचाइ हुन्छ, तर चाहिँ तपाईँहरूको ज्ञानको लागि तपाईँहरू चाहिँ नफसिनु होला भन्नको लागि मैले भिडियो बनाउने उद्देश्य नै त्यही हो। तपाईँहरूको पैसा चाहिँ नफसोस् है साथीहरू, तपाईँ आउँदाखेरि चाहिँ पैसा नफसाउनु होला भन्ने उद्देश्यले मात्रै मैले भिडियो बनाउँछु। र भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्ने गर्नु होला भन्दै आजको भिडियोबाट सुन्न चाहन्छु। हस्त भाइ सबैजनालाई नमस्कार, फेरि भेटौँला अर्को नेक्स्ट भिडियोमा। चाहिँ केही न केही आउने भए चाहिँ म जानेको बुझेको कुरा बुझिसकेपछि मात्रै तपाईँलाई चाहिँ भिडियोको माध्यमबाट चाहिँ तपाईँलाई चाहिँ बुझाउने कोसिस गर्छु भन्दै हस्त भाइ, ल बाई बाई।